हेलो बीबीएस फर्स्ट इयर स्टुडेन्टहरू, आरामै हुनुहुन्छ होला। तपाईँहरूको इक्जाम फर्म भर्ने समय अवधि सकिएर केही दिनपछि रुटिन आउनेवाला छ। सम्भवतः साउन महिनाभित्र तपाईँहरूको इक्जाम हुने सम्भावना अत्याधिक मात्रामा रहेको छ। अहिलेसम्म तपाईँहरूले के कसरी इक्जामको तयारी गरिराख्नु भएको छ? अब त तपाईँहरूले सबै सब्जेक्टलाई ब्यालेन्स गरी समय दिनुपर्ने हुन्छ। आज म तपाईँहरूलाई विशेष गरी फर्स्ट इयरमा अध्ययनरत गर्ने साथीहरूलाई इङ्ग्लिस सब्जेक्टमा प्याटर्न फर कलेज राइटिङ र बिजनेस इङ्ग्लिससँग रिलेटेड भएर कुन बुकबाट कति मार्क्सको सोध्छ, इक्जाममा सोध्ने क्वेसन प्याटर्न कस्तो हुन्छ, कस्ता प्रकृतिका क्वेसन आउँछन् आदि कुराका बारेमा तपाईँहरूलाई संक्षिप्तमा जानकारी दिन गइरहेको छु। ढिलो नगरी भिडियोलाई सुरु गरौँ। सुरु गर्नुभन्दा पहिले यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब र भिडियोलाई एक लाइक गरी तपाईँहरूका अन्य साथीहरूलाई पनि भिडियो सेयर गर्न पनि नछुटाउनुहोला। अब तपाईँहरूलाई यो इङ्ग्लिस सब्जेक्ट र अन्य सब्जेक्टहरूको कुरा गर्दाखेरि फाइनल इक्जाममा जहिले पनि फुल मार्क्स भनेको 100 र पास मार्क भनेको 35 नै हुन्छ। अब हामी तपाईँहरूलाई यो इङ्ग्लिसको कन्टेन्ट के रहेको छ भन्ने कुरा डिटेलली तपाईँहरूलाई भन्न गइरहेका छौँ। सुरुमा तपाईँहरूसँग बिजनेस इङ्ग्लिसको कुरा गर्दाखेरि एउटा भनेको यो ग्रामर पार्ट 15 मार्क्सको सोध्छ। अब यो 15 मार्क्सको ग्रामर पार्टबाट के सोध्छ भन्ने पनि लागेको होला। यो ग्रामर पार्टबाट 15 मार्क्सको सोध्ने भनेको सब्जेक्ट भर्ब एग्रिमेन्टका कुरा भयो, नाउन प्रोनाउनका कुरा भयो, मोडिफायर, टेन्स, एडभर्ब, एड्जेक्टिभ, इडियम एन्ड एक्सप्रेसन, एक्टिभ र प्यासिभ भोइस लगायतका कुराहरू सोध्छ। त्यसपछि तपाईँहरूलाई सोध्ने भनेको बिजनेस ल्याङ्ग्वेजका कुराहरू हो। सो ल्याङ्ग्वेज भनेको हामी सबैलाई थाहा नै छ, ल्याङ्ग्वेज भनेको भाषा हो। यो एउटा कम्युनिकेसन गर्ने माध्यम हो। जस्तो कि तपाईँहरूलाई ल्याङ्ग्वेजका फङ्सनहरू सोध्न सक्ने भयो, जस्तै डिस्कस एटलिस्ट 5 टेक्निक अफ युजिङ ल्याङ्ग्वेज इफेक्टिभली भनेर यसरी पनि सोध्न सक्छ क्वेसनमा। ल्याङ्ग्वेज कसरी इफेक्टिभली युज गर्ने, के टेक्निकहरू छन् त भन्ने कुराहरू पनि सोध्न सक्ने चान्सेबल र योभन्दा अगाडि सोधिसकेको रिपिटेड क्वेसन हो। त्यसपछि तपाईँहरूलाई यो बिजनेस इङ्ग्लिसबाट सोध्ने भनेको भोक्याबुलरी सम्बन्धी क्वेसन पनि हो। जस्तो कि यो भित्रबाट के सोध्छ भनेपछि 5 वटा टर्म्स लेख भनेर सोध्छ। अब यो भित्र जस्तो कि टर्म्स भनेको मिटिङका टर्म्सहरू भयो, मार्केटिङका टर्म्सहरू भयो, ब्याङ्किङका टर्म्स भयो, बिजनेसका टर्म्स भयो, इम्प्लोइमेन्टका टर्म्स भयो, सेल्सका टर्म्स भयो आदि टपिकमा भोक्याबुलरीबाट 5 वटा टर्म्स 5 मार्क्सको सधैँ सोधिराख्ने एकदमै फिक्स क्वेसन यो पनि हो। त्यसपछि तपाईँहरूलाई सोध्ने भनेको बिजनेस कम्युनिकेसन मेसेजबाट 5 मार्क्सको क्वेसन सोध्छ। यो भित्र के पर्छन् भनेपछि जस्तो कि रिटन कम्युनिकेसन मेसेज भनेको के हो, भर्बल मेसेज भनेको के हो, नन भर्बल कम्युनिकेसन भनेको के हो, भिजुअल कम्युनिकेसन भनेको के हो, यसका टाइपहरू के हुन्, इम्पोर्टेन्स के हुन्, यी आवत अन्य कुराहरू तपाईँहरूलाई सोध्ने गर्दछ। त्यसै गरी तपाईँहरूलाई बिजनेस राइटिङबाट 5 र 10 मार्क्स गरी 15 मार्क्सको क्वेसन सोध्ने गर्दछ। जस्तो कि 5 मार्क्समा सोध्ने भनेको इन्स्ट्रक्सन राइटिङ भयो, मिडिया स्टोरी, न्युज रिपोर्ट, नोटिस लगायतका अन्य क्वेसनहरू तपाईँहरूलाई 5 मार्क्समा सोध्छ भने 10 मार्क्समा सोध्ने भनेको मेमो भयो, प्रेस रिलिज भयो, आर्टिकल भयो, एडभर्टिजमेन्ट भयो, लेटरहरू भयो लगायतका 10 मार्क्सका क्वेसनहरू यहाँबाट पनि सोध्ने गर्दछ। त्यसपछि तपाईँहरूलाई बी ग्रुपमा सोध्ने भनेको 25 मार्क्सको क्वेसन हो। अब तपाईँहरूलाई यो 25 मार्क्सको क्वेसनहरू के सोध्छ भन्दाखेरि राइटिङ प्याराग्राफका कुराहरू भयो, प्यासेजका कुराहरू भयो, गाइडलाइनका कुराहरू भयो लगायत अन्य कुराहरू 25 मार्क्सको क्वेसनहरू यसै गरी सोध्ने गर्दछ। यति भन्दै गर्दाखेरि हामीले अहिलेसम्म बिजनेस इङ्ग्लिसबाट 70 मार्क्सको कस्ता क्वेसनहरू फाइनल इक्जाममा सोध्ने गर्दछ भन्ने कुरा हामीले थाहा पायौँ। त्यसपछि तपाईँहरूलाई सी ग्रुपमा सोध्ने भनेको प्याटर्न फर कलेज राइटिङबाट 30 मार्क्सको क्वेसनहरू सोध्ने गर्दछ। उसो त तपाईँहरूलाई 40 मार्क्सको क्वेसनहरू सोध्ने गर्दछ। अब एउटा क्वेसन भनेको 10 मार्क्सको हुन्छ भनेपछि 4 वटा क्वेसन सोधेपछि 40 मार्क्सको भयो। त्यसकारण हामीले त्यो 4 वटा क्वेसनमध्ये 3 वटा क्वेसन चाहिँ गर्नै पर्ने हुन्छ। त्यो भनेको 30 मार्क्सको क्वेसन गरेपछि हाम्रो टोटलमा अब यहाँसम्म सी ग्रुपसम्म कति भयो त 100 मार्क्सको क्वेसनहरू यसरी हामीलाई टियुको फाइनल इक्जाममा सोध्ने गर्दछ। यदि तपाईँहरूलाई मेमो, ब्रोसर, प्रेस रिलिज, लेटर जस्ता अन्य कुनै पनि टपिकमा क्वेसन सोध्दा एउटै फर्मेटमा लेख्न सक्ने गरी कुनै पनि फर्मेटको इजी वेबाट गर्न सक्ने खालको भिडियोज आवश्यक पर्छ भने कमेन्ट बक्समा कमेन्ट पनि गर्नुहोला। त्यसै अनुसार भिडियो ल्याउने नै छौँ। आजको लागि यति नै। हस्त धन्यवाद।